मैले तपाईहरुलाई यो भिडियोमा तपाईहरुको मोबाइलमा हुने इन्टरनेटको स्पिडलाई कसरी चेक गर्ने भन्ने कुराको एउटा जानकारी गराउँदछु हैन। अब त जस्तो प्राय आजभोलि सबैको मोबाइलमा इन्टरनेट कनेक्सन हुन्छ हैन। तर यो इन्टरनेट कनेक्सनको कति छ स्पिड छ हैन, अरु के छ, कसरी अपलोड गर्नु भएको छ हैन, सबै हेर्न मिल्ने केही एप्सहरु पनि छ हैन। त्यसैको बारेमा मैले आज तपाईहरुलाई जानकारी गराउँदछु। अब यसको लागि सबभन्दा राम्रो अहिले हैन तपाईहरुको यो जसले एन्ड्रोइड युज गर्नुहुन्छ स्मार्टफोनमा हैन, उहाँहरुको लागि चाहिँ सबभन्दा राम्रो भनेको स्पिड test.net हो हैन। यसले चाहिँ एकदम राम्ररी चाहिँ सजिलो पनि छ हैन, एकदम राम्रोसँग तपाईहरुले चाहिएको धेरै कुराहरुको चाहिँ यसले डिस्क्राइब गर्दछ। जस्तो अब कति डाउनलोड भइराछ हैन, कति अपलोड भइराछ हैन, अनि रियल टाइम ग्राफहरु देखाउन सक्छ यसले हैन। अनि तपाईको स्पिड मजाले यसले कति छ के भइराछ भन्ने कुराहरु मजाले डिटरमाइन गर्छ हैन। अनि पुरानो कुराहरु पनि यसले सबै टेस्ट गर्न सक्छ। त्यही भएर यो एकदम सजिलो, एकदम आधिकारिक हैन, अलिकति विश्वासिलो एप्स हो यदि तपाईहरुले इन्टरनेटको स्पिड आफ्नो मोबाइलमा चेक गर्न चाहेको खण्डमा। अब आउनुस् मैले यसलाई चाहिँ कसरी गर्ने भनेर एउटा सामान्य डेमो चाहिँ तपाईहरुलाई देखाउँछु। एकदम सजिलो छ। अब यसको लागि सबभन्दा पहिला के गर्नुस् भन्दाखेरि अब तपाईहरुको स्मार्टफोन छ भने त्यसको प्ले स्टोरमा गएर स्पिड test.net टाइप गरेर हेर्नुस् हैन। अनि त्यसपछि त्यो एप आइसकेपछि त्यसलाई एक्सेप्ट गर्नुस् अनि इन्स्टल गरिदिनुस् हैन। इन्स्टल गरिसकेपछि त्यसलाई ओपन गर्नुस् हैन। ओपन गरिसकेपछि केही कुराहरुले त्यस्तो केही त्यहाँ लेखेको हुन सक्छ हैन, त्यसलाई ओके गरिदिनुस्, त्यसको केही प्रब्लम चाहिँ हुँदैन। अनि ओके गरिसकेपछि हैन त्यसको पछि तपाईहरुको यो फर्स्टको आउन सक्छ हैन। जस्तो यस्तो स्क्रिन आउँछ। अनि यो स्क्रिन आइसकेपछि तपाईले बिगिन टेस्ट भनेर क्लिक गर्नुस् हैन। टेस्ट गरिसकेपछि त्यसपछिको नम्बर 2 मा यो स्क्रिन चाहिँ आउँछ। अनि यो स्क्रिन यो एक्जाम्पल हो हैन। यो स्क्रिनमा तपाईले सबै आफ्नो तपाईको अब डाउनलोड भएको हैन, कति अब भइराछ, कति चाहिँ तपाईको स्पिड चाहिँ कति स्पिडको छ भनेर यसरी हेर्न मिल्छ हैन। अपलोड के भइराछ भनेर हेर्न मिल्छ हैन। अनि कसले होस्टेड गरेको छ यो भन्ने कुराहरुको सम्पूर्ण जानकारीहरु चाहिँ तपाईले यसरी सबै मजाले देख्न सक्नुहुन्छ। र अझै फर्दर इन्फर्मेसन जस्तो अब तपाईले वाइफाई युज गरिराख्नु भएको छ भने हैन, वाइफाईको स्पिड कति छ, अपलोड के छ हैन, कति यसको स्पिड हो के हो भनेर सबै कुराहरु चाहिँ तपाईले हेर्न सक्नुहुन्छ। र यति नै हो। र अब यो चाहिँ तपाईले आफ्नो उसमा मोबाइलमा चेक गर्नुस् हैन, मजाले हेर्नुस् स्पिड कति छ के छ भनेर हैन। र आफ्नो मोबाइलमा भएको सबै कुराहरुको जानकारी राख्नुस्। र यति नै हो। अब तपाईले यो भिडियो मन पार्नुभयो भने सब्स्क्राइब गर्दै गर्नुस् हैन। मैले अगाडि नयाँ जानकारीहरु लिएर तपाईहरुमा आउने नै छु। हस् त, धन्यवाद।